Hello and welcome to our vlog Little Family. Good morning from Bangalore. सो हिजो चाहिँ हामी उटिबाट बेङ्गलोर आइपुग्यौँ है। हिजो राति चाहिँ हामीले अब एकदमै थाकेको थियौँ। 9 आवर्स जर्नी रोड ट्रिप, तपाईँहरूलाई थाहा नै छ है। सो आज चाहिँ एक दिन हामी बेङ्गलोरमा टाइम राम्रो स्पेन्ड गरेर चाहिँ भोलि चाहिँ मर्निङमा हामी रोड ट्रिप जाने हो है। सो तपाईँहरू सबैजनालाई आज चाहिँ के छ भने बेङ्गलोरमा केही हामी कस्तो खालको घुम्ने भन्दाखेरि बेङ्गलोरमा वी वान्ट टु एक्सप्लोर द फुड है। सो लन्चमा चाहिँ हामी वी वान्ट एक्सप्लोर नर्थ इस्ट किचन इन बेङ्गलोर। लेट्स सी विच वान वी आर गोइङ टु है। सो फर द डिनर हामी विल गो फर द नेपाली किचन है। नेपाली किचनमा एक दुई हामीले नेपाली किचन अलरेडी देखिसकेको छ लास्ट टाइम है। सो हेरौँ कहाँ कहाँ के हुन्छ। तर पनि हाम्रो प्लान चाहिँ अब म तपाईँहरूलाई सधैँ नै भन्छु होइन, अनएक्सपेक्टेडली कहिले कहिले चेन्ज भइहाल्छ। सो रेडन पनि एक्साइटेड छ। आज बेङ्गलोरमा मजा आउँदैछ नानु? ओ नयाँ विल बाई न्यू वान। ओके, रेडन चाहिँ एक्साइटमेन्ट छैन अरे आज, किनभने काइट चाहिँ के प्रब्लम भएछ, टोन भएछ हो। विल बाई न्यू वान फर यु। ओके नानु? नानु विच बाइक कहाँ किनेको? वेयर यु गट द बाइक फ्रम? वेयर यु गट दिस बाइक फ्रम? नेपाल। सो फनी बनाइदिला नि केनित मामाले मिटिङमा। उटीमा किनेको। उटी। ल तिमी रेडी हुन आँटेको? ल है अब ल छिटो छिटो गर्नु पर्यो। वी आर गेटिङ डिले है। बहिनी पनि रेडी भयो, दुई बहिनी इज रेडी। सानो चाहिँ दुई चिल्टी बाटेर रेडी है। के भन्नु आँटेको छ फेरि, के न के भन्नु आँटेकै हुन्छ। 202 एउटा रुम यता बहिनी बसेको थियो, 2011 र 201 यता भाइहरू बसेको थियो। सो हाम्रो होटल चाहिँ यस्तो है। सो होटल चाहिँ अहिले के देखाउनु, पुरा म्यास भइरहेको छ। ल यस्तो छ, भोलि किन सिधै गइहाल्छ। रेडी भयो तिमी? ल यस्तो छ हाम्रो बेडहरू होइन। वासरुमहरू पनि राम्रो रहेछ, क्लिन छ एकदम। वासरुमहरू के इस्यु छैन, राम्रै लाग्यो। लास्ट टाइम चाहिँ बेङ्गलोरमा होटल चाहिँ राम्रो थियो कि, तर प्रब्लम चाहिँ के भयो भने पार्किङ चाहिँ एकदम कम्प्लिकेटेड देखेर चाहिँ नेपाल चाहिँ सोधेर खोजेर है गरेको। नेपाल राम्रो छ नि। ल अब चाहिँ हामी कहाँ जाने भयो त? त्यसो फाइनली हामी स्टारबक्स जाने, कफी पिउने। धेरै दिन भयो कफी नपिकेको। आफ्टर द्याट विल बी गोइङ टु नर्थ इस्ट किचन। त्यो एक्ज्याक्टली अहिले फाइन्ड आउट गर्ने। बेलुकी चाहिँ हामी नेपाली खाना खाने है। अन्त हामीले बहिनीहरूलाई नि कल गऱ्यो, बेङ्गलोरमा हुने बहिनीहरूलाई सबैजनालाई नि एकजना बहिनीलाई कल गऱ्यो, सबैजनासँग बात थिएँ भनेर। यहाँबाट चाहिँ निक्लेको होटलबाट कहाँ कार्ड चाहिँ कहाँ हाल्दो रहेछ? यहाँ छ नि कार्ड। आउँछु नि कार्ड यहाँ थियो। ल आज चाहिँ बेङ्गलोर एक्सप्लोर गरिन्छ है। थाहा छैन कहाँ गइन्छ त्यो चाहिँ थाहा छैन। Stroller, right? यहाँ चाहिँ बिना हेलमेटको मान्छे चाहिँ कमै देखिन्छ। यहाँ एयरपोर्टमा भइने दिइहाल्छ। आइन नि खानु दिँदै बहिनी सानो
हजुर हामी कोरबङ्गलै हो भनेपछि यो हामी चाहिँ कोरबङ्गलामा रहेछ अहिले है स्टेसनहरू भनेको चाहिँ यतातिर कता होला नि पार्किङको चाहिँ अलिक इस्यु छ भन्दा चाहिँ हामीले गर्दाखेरि हो हेरौँ पार्किङको इस्यु भन्छ हामी फर्केर जाने अरू जग्गा हामी चाहिँ मार्भिन किचन जान आँटेको थियो पार्किङ पनि टफ देख्यो सबै कुरो टफ देख्यो हामी चाहिँ बस आई थिङ्क हामी नेपाली किचन खान जान्छौँ बामिस बामिस पनि 2 जग्गा छ नि त्यो याद गरेर अस्ति लास्ट कुन जग्गा भन्नु पऱ्यो त्यसको चाहिँ कोरबङ्गला अस्तिको चाहिँ फोटो हेरेर चाल पाउँछ नि त्यहाँ त तर अहिले त अब उयो होला बेङ्गलोरको हामी अहिले चाहिँ मार्भिन किचन चाहिँ हामी गएन है नागा किचन रहेछ हामीलाई जग्गा अलिकति कम्प्लिकेटेड लाग्यो गाडी पार्किङहरू पनि असुविधा देख्यौँ है सो अहिले बामिस गेस्ट्रो बार नेपाली किचन नै हो लास्ट टाइम पनि गएको राम्रो लाग्यो Only for going? Only for going रहेछ हामी चाहिँ for going मा जाँदैछ Which floor? Can you press Which floor? Which floor? Floor? Which floor? Which floor? 3 floor ल ल क्यारिन चाहिँ यता छ मलाई चाहिँ दुख्यो आए जम गरेको छ फेरि एउटा कति सुचमा बक्छु नि याहो ओ आए टेबल फर 6 नेम अफ कैलाश Claro, assim nem o boot lá no piso com Deus. अब के सोध्छौ न पहिलाको बहिनीहरू सबै छोड्दैछ तर 9 महिनामा छोडिदिइहाल्यो सबैजना ल सुँगुरै खाउँ सबैजना हामी म सुँगुरै खान्छु मटन नखाउँ लास्ट टाइम मटन हलेको यो भएको सुँगुरै खाने सबैजना सुँगुर उसले मलाई फोन गरेर भन्नुपर्ने म सानो फुलेको मकै चाहिँ आयो है म जाछु म मेरो पैसा सुँगुर सिक्को आइपुग्यो हाम्रो हेरौँ टेस्ट गरौँ कस्तो रहेछ उयो लिउँ न हाम्रो यो कटा प्लेट होला नि त यो होला होइन कटा प्लेट हामी चाहिँ यो के अरे सुँगुरको सेक्को सुँगुरको सेक्का विथ टिमो होइन सल्टी लाग्छ है चिकन स्टिम मोमो होला अझै एउटा मागौँ खाना पर्दैन हो तिमीहरू चाहिँ घर चाहिँ भन्न हामी आउँछौँ बेलुका त्यो लाउनु हो खाना चाहिँ बनाउनु पर्दैन हो चियासा पिउँला नि ल चियासा पिउँछु नि भइहाल्छ हामी होइन हामीले किनभने आज लन्च र डिनर मात्रै छ हो अन्त बरु नानीलाई खाना बनाइदिएन भइहाल्यो त अन्त ल रोटी दाल
ल अन्त हामी सानो नानीले रोटी खाँदैन के खान्छ दाल भात खान्छ ल ल ल ल ल ल बहिनीलाई पनि भनिराख्नु रेस्टुरेन्टहरूलाई पनि बोलाइराख न ल ल ल ल मार्थलीपट्टि होइन यसमा वाट्सएप छ अच्छा अच्छा ल ल ल ल बहिनी ल हुन्छ अब हो र बहिनीहरूले बहिनीलाई चाहिँ मैले टक्कै याद गरिरहेको पेपर दिनुहोस् न नेपाली रेस्टुरेन्ट बार्गेन्समा है सबैजना 1 सेकेन्ड ल भाइ 1 सेकेन्ड मेरो पनि सकिहाल्छ है नेपाली खाना आयो एकदम राम्रो देख्दैछ आफ्टर लङ टाइम घरको खाना जस्तो लाग्दैछ फाइनली हाम्रो
बामिसमा चाहिँ एकदम राम्रो भयो, मजा आयो है। सो तोडफोडै भयो लन्च चाहिँ यस्तै। आफ्टर बामेस चाहिँ हामी चाहिँ यहाँनिर हजुर बाटोमा बसेर पिउँदैछ है जुस। के हो लन्च पनि सक्यो बामेसमा है। अब चाहिँ हामी यहाँबाट जाँदैछ ब्रिगेड रोड यताबाट। हामी चाहिँ लन्च सकेर बेङ्गलोरको ब्रिगेड रोडमा सबैजना है। ब्रिगेड रोड चाहिँ भिड छ, सन्डे आज भिड चलिरहेको छ है। नानु बी केयरफुल है। लास्ट इयर चाहिँ हामी कहाँ मुनार जाँदाबाट आएको नि यहाँनिर। के बोक्यो के बोक्यो के बोकेको? अहिले चाहिँ हामी ब्रिगेडमा बोगटी खाँदैछ है। राइडनको चाहिँ आज मजा आयो नि नानु। के किन्यो? के किन्यो अरे नानु? वाउ, 2 थिङ्स किन्यो नि। हामीले चाहिँ दुईजनाले पर्फ्युम किन्यो, 2टा हो, 2-2वटा। केटाहरूले चाहिँ अब बोगटी किन्दैछ। बोबा Karen हाम्रो चाहिँ सपिङ हुँदैछ ब्रिगेड रोडमा है। सबैजना छँदैछ ब्रिगेड रोडको भिडियो हेर्नुहोस्। सो रेडी हुँदैछ सबैजना। खोइ कहाँ गयो 2 भाइ त आएको छैन? कसले कसले को हामीले दुःख सुख चाहिँ गऱ्यौँ। सुन्दै गर्नु म्याडम, तपाईँ चाहिँ डर लाग्दो अरू साँच्चै दुःख सुख भन्नुहुन्छ त हौ। बेङ्गलोरमा आइपुग्यो। बेङ्गलोरको कहाँनिर भन्दाखेरि कुन जग्गा अरे बहिनी? हो पोरबङ्गला अरे हो। बहिनीलाई पनि भेट्यो। बहिनी चाहिँ बहिनी बिमला होइन त म्याम? बिमला बहिनीलाई धेरै वर्ष बादमा भेटाएको। अनि धेरै वर्ष बादमा होइन बहिनी? कति बादमा देखेको मलाई? 15-20 वर्ष बादमा। बहिनीले चाहिँ 15-20 वर्ष बादमा देखेको अरे आज हो। लक्ष्मी चाहिँ खुसी छ भेटेर, खुसी छ। बहिनीको छोरा रहेछ यहाँ चाहिँ भाइ। भाइको नाम के भने भाइ? आयुष। आमा आयुष हेर कति ठुलो। ल ल ल ल कति ठुलो भएछ पढाइ। अनि हाम्रो काइला दाजु पनि गाउँको घर छेउकै हो। धेरै वर्ष बादमा है? कति वर्ष बादमा? अस्ति चाहिँ गयो है। हामी चाहिँ भेट्न भएको धेरै भयो नि। 15-20 वर्षै भएको हामी भेट्न भएको। समय त बितेछ त है। बेङ्गलोरमै बिताउनु भयो यत्रो है? कति वर्ष भयो बेङ्गलोरमा तपाईँ? भनेपछि योभन्दा पहिला कहाँ थियो तपाईँ? ए सिलगढीमा नि? छैन है। ल बहिनीहरू चाहिँ यहाँ बस्दो रहेछ होइन? जग्गा त राम्रो रहेछ है। हाम्रो बिमला बहिनीको छोरा, हाम्रो 2जना नानी पुगेको छ यहाँनिर। दिदी धेरै बादमा भेटेको है हामी। कति भयो होला? तपाईँ त तर उतै घरमा हुनुहुन्थ्यो है?
हजुर ए हो मैले बिर्सेँ भने 2-3 साल भयो 2-3 सालै होला सायद पहिला त घरमै थियो नि त तपाईँ है बेङ्गलोरमा 10 वर्ष है 10 वर्ष भयो है तपाईँ ड्राइभिङ गर्नुहुँदैछ ड्राइभिङ गर्दैछ है पहिला हामीले गाडी चलाउनु चलाएको नि है कुन चाहिँ गाडी थियो म्याक्स चाहिँ गोरुबथानबाट म्याक्स गाडी किनेको थियो नि कि उहाँले चलाउनु भएको नि तान्दै नतानेर प्रब्लम है डोरीले ताने गाडी डोरीले तानेको कहानी अलगै छ ल मजा लाग्यो खाना लोकल चिकन है लोकल चिकनसँग पापड हो सब्जी मिक्स सब्जी हो खान्छ भाइ खाना खाइयो खाना एकदम राम्रो लाग्यो हो बहिनीले पनि दिदी राम्रो लाग्यो ल खाना है एकदम राम्रो खाना एकदमै मन पर्यो हामी त कति दिनदेखि घरको खानै खाएको थिएन कि पछि अब माङजिङमा भेट्नुपर्छ होला है हैदराबादमा कुनै समय बेङ्गलोरमा हामी होइन बेङ्गलोरमा है लास्ट टाइम पनि हामी आएको कि तर अब राति बस्ने फेरि बिहान जाने फ्यामिली बेसी भएपछि त्यो टक्क पानी मिल्दैन सट्टै जाऊ धन्यवाद तपाईँहरूलाई यो चाहिँ ब्लगमा हामी राख्छौँ तपाईँहरूले कुनै दिन हेर्दा हुन्छ मेमोरिजको लागि हामीले भेट्यौँ भनेर हो ल हुन्छ अहिले चाहिँ हामी बहिनीको घरमा हो ओए भाइ कल्याण माङजिङबाट कति भयो माङजिङबाट एक साल भयो माङजिङ याद आउँछ नि त यता राम्रो कता राम्रो यता पनि ठिकै छ उता पनि ठिकै छ माङजिङ जानु मन लागेछ पछि ल ल ल बहिनीको ज्वाइँको पनि मैले भिडियो निकालिदिएको परले कति राम्रो नेपाली बोल्नु सिकेछु पछि अब माङजिङमा भेट्नुपर्छ ल माङजिङहरू ल गएको बहिनी ल बाई बाई ल ल गएको ल कनेक्ट हुन्छ डाइरेक्ट यताबाट है स्ट्रेटै पुरा तपाईँको ल ल ल हुन्छ बाई बाई ल हुन्छ 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 बाई बाई हुन्छ बाटो के भयो ल होइन सबैजनालाई भेटायो बहिनीहरू रेशमलाई पनि भेटायो ठिकै छ बहिनी अरू के छ सबै ठिकै छ रेशम पनि भेटायो यता बहिनी सबैजना राम्रो रहेछ चौमरे नि शीतल नि यता नाम के हो कहिले नाम भनेन त हो यता यता के हो के भन्यो नाम के अरे नानी दिप्साङ हो कति राम्रो नाम हो हाम्रो रेशमको छोरी दिप्साङ कति वर्ष पुग्यो बहिनी 5 वर्ष रेडनभन्दा अलिकति ठुलो रहेछ बहिनीको छोरी कति पुग्यो ठुलै भएछ नि रेडन पुग्यो कति रेडन 4.5 पुग्यो 4.5 सुरु भइहाल्छ चिने कि क्या हो चिने बाबु अस्ति मैले अघि बिहान मैले भनेको थिएँ नि त आउनु हुँदैछ दादा तिमीले चिन्छ होला त वहाँनिर गएको थियो नि एक त लाग्थ्यो त भएको कि तिमीहरू ब्रेडमा जम्प गऱ्यो टिभी हेऱ्यो भनेर ओ कहाँ टिभी हेऱ्यो भन्दै थियो अहिले चाहिँ चिनेन सेफर क्याट पढ्दो रहेछ नि किशोर कति लाउँछ मौसम आमीले ल्याइदिएको अरे हौ सबैलाई तिनले लिएर आउँ सेम देखेको हो अगाडि छिटो आउनु नानीहरूसँग
कति टाढो बस्छ मौसम त्यहाँबाट म त यहाँ इन्द्रनगर जेजो इन्द्रनगर के साह्रो मोटो भएछ हौ पनि है कम्प्लिमेन्ट हो मन थालेर कम्प्लिमेन्ट बहिनी यहाँ बस्न बस्यो भने मान्दैन म पनि पिट्छु त नि त मामालाई जाउँ न मामालाई म भनिदिन्छु नि अन्त जाउँ ल मुड खराब भएर है कति ज्याम हल्का नि डर पो लाग्यो त हौ यो त डर लाग्यो है मलाई त तिनजनाको स्टन्ट चाहिँ लड्छ ल झगडा चाहिँ मिली है ल अद्दुलाई देऊ न अद्दुले म्याजिक देखाइदिन्छ पुरै मिली है ल होइन मिली ल अद्दु इनलन त मिली पालो पिलो गुड खेल आने दियो सबै गुड गर्लहरू रहेछ नि त लु भयो तिम्रो देखाइ हैन कला ल मिली लड्छ हौ डर पो लाग्यो त हौ अबै डर लाग्यो है मलाई चाहिँ तिनजनाको चाहिँ ल को खेल्ने अब तिमी नखेल नाना खेल्ने अरे लु किन्छ बहिनी नखेल ल भयो दामी गऱ्यो यो त दामी हो होइन यति ठिकै छ राम्रो ल भयो दामी हो यति चाहिँ यो त नगरौँ हौ डर पो लाग्यो यो चाहिँ श्रेयालाई चाहिँ आउँदैन गर्नु अद्दुले त म्याजिक देखाइदियो आसिङलाई तिमी पनि देखाइदेऊ न छोरा बहिनी अनि बहिनी ठिकै छ बेङ्गलोरमा राम्रो छ कति टाढो बस्ने अरे यहाँबाट हाम्रो यहीँ अगाडि हो दिदी छेउमै एचएल रोड हो यहाँ अगाडि हो हामी बस्ने नि यहाँ छेउमै पनि होइन कति टाढो हो यहाँबाट सानो बहिनीको को छ अरे हैदराबादमा बहिनी ओ बहिनी को छ अरे हैदराबादमा को छ अरे आपालाई भेट्न नजाने अन्त जाऊ न आपालाई भेट्नु हैदराबाद जाउँ हामीसँग ओ ल बाई हामी आउन माग्दिन भइरो ल बाई बहिनी ल ओ बहिनी ल अमृता ल हैदराबादको मान्छेहरूलाई के भन्ने माङजिङको मान्छेहरूलाई के भन्ने ल हुन्छ गएको ल बाई बहिनी राम्रो पढ्नु ल राम्रो पढ्नु मम्मी ड्याडीले भनेको मान्नुपर्छ नि गुड गर्ल हुनुपर्छ ल ल ल बाई ल गएको बहिनी ल पछि आउनुपर्छ फेरि ल ल